बस्नुहोस्। Thank you, sir. भाइ बहिनीहरू, आज म तपाईँहरूलाई सामाजिक विषयको पाठ तपाईँहरू शीर्षक थाहा होला? थाहा छ? ल भन्नुहोस् त। बाल विवाह। ल बाल विवाह भनेको ल नवीन उठ्नुहोस्। धेरै राम्रो, ल बस्नुहोस्। तपाईँहरूलाई बाल विवाह भनेको तपाईँलाई थाहा नै भइसक्यो। अब म त्यसका मुख्य कारणहरू बुझ्न गइरहेको छु। हुन्छ ओके र बाल विवाहका मुख्य कारणहरू आर्थिक गरिबी कारण र अशिक्षित शिक्षाका कारणले पनि। भाइ बहिनीहरू, तपाईँहरू अनुशासनमा रहेर पढिदिनु होला। बाल विवाह गरेपछि मानिसमा हुने असरहरू व्यक्तिमा विभिन्न असरहरू पुग्छन्, जस्तै स्वास्थ्यमा समस्या। जिनिस किन चलेको? तिमीलाई लास्ट वार्निङ दिएको छु, अब ठिकै चल्ने होइन। भाइ बहिनीहरू, आजको समय सिद्धिएको छ र तपाईँहरू आफ्नो घर जान सक्नुहुन्छ। थ्याङ्क यू। नमस्ते दाई। सन्चै हुनुहुन्छ नि? तपाईँमा यसो बोका बेच्ने छैन होला? ठुलै रहेछ नि, होइन दिने चाहिँ कतिमा हो? ल मलाई 20,000 दिनु न त। तपाईँको छोरीलाई यसरी पुलमा राख्नु, अनि कुन पहिला जान्छ कसरी चापाउनुहुन्छ तपाईँको छोरीको उमेर चाहिँ के हो त नि? साथीहरूसँग गर्न मन लाग्छ, घुम्नु मन लाग्छ, गराउन छोरीलाई पनि नबोलाइकन आउनुहोस्। फोन दिनु त। वेट भूमिकालाई फोन गर्नु पर्यो।
हेलो फोनमा कानमा लैजानु फोन तिमीलाई कस्तो छ ठिकै छु खोइ त फोन किन्नु मलाई फोन किनेको छ नि बुबाले तिमी त धेरै खुसी छौ होला नि त खुसी छु तिमीलाई एउटा कुरा भन्नु थियो के हो र भन्नु न तिमीलाई म कति धेरै माया गर्छु हो नि खुबै तिम्रो लागि त म आकाशको छु तारा खसाल्छु के हो र के गरौँ न त भर्खर त 9 क्लासमा पढेको छु अहिले बिहे गर्ने र उमेरले विवाह छिर्दैन ल भयो अबेला भइसक्यो सुतौँ अब हुन्छ हुन्छ र आई लभ यु अर्को साथीलाई दिनुहोस् के अर्को साथीलाई दिनु न माइक अबको ओ सनिता घाँस काट्न जाऊँ माइक दिनुहोस् न माइक दिनुहोस् न भूमिकाले भेटिहाल्छ कि के गर्न आज भूमिका घाँस काट्न आएको ए ल घाँस काटेर जाऊ है